Hello guys, welcome back to my channel after a long time. आज चाहिँ म भ्लग गर्न जाँदैछु बिकज धेरै टाइम भइसकेको थियो मैले भ्लग नहालेको। सर्ट्स त हालेको थिएँ तर मैले भ्लग चाहिँ हालेको थिइनँ। मसँग कुनै कन्टेन्टहरू पनि थिएन अनि एडिट गर्ने त्यस्तो आइडिया पनि मलाई आएको थिएन बिकज आई वाज बिगिनर इन युट्युब। अनि मैले अरूको हेर्दा हेर्दै मैले सिकेको थिएँ एडिट गर्न अनि कन्टेन्ट बनाउन सबै सिकेको थिएँ। त्यही भएर आज म अपलोड गर्छु। तर पहिला पनि अहिले पनि मलाई चाहिँ मेरो भाइहरूले चाहिँ एकदम धेरै सपोर्ट गरिरहेको हुन्छ। युट्युबमा भ्लग हाल, आफ्नो युट्युब च्यानल छ अनि भ्लग हाल, कन्टेन्ट राम्रो बनाऊ होइन, अलि राम्रो हुन्छ भनेर मलाई कति धेरै रिकमेन्ड गरिरहेको हुन्छ, सपोर्ट गरिरहेको हुन्छ, आइडिया दिइरहेको हुन्छ। तर मलाई चाहिँ अल्छी लाग्थ्यो कि किनभने मलाई एडिट पनि आएको थिएन, कन्टेन्टहरू त्यस्तो केही आएको थिएन, त्यही भएर मैले हाल्ने गरेको थिएन। तर आज चाहिँ म हाल्छु। अनि आज चाहिँ म के को बारेमा हाल्छु भने मैले युट्युब हेर्दै गर्दाखेरि मैले के देखाएको थिएँ भन्दाखेरि आलुको क्रिस्पी फ्रेन्च फ्राई बनाएको देखाएको थिएँ। एन्ड त्यो हेर्दाखेरि चाहिँ इट वाज इजी होइन, तर बनाउँदाखेरि कतिको गाह्रो हुन्छ आई डोन्ट नो बिकज आई एम ब्याड एट कुकिङ। तर आई वुड ट्राई माई बेस्ट, त्यो बनाउन ट्राई गर्छु। आज चाहिँ बाहिर एकदम धेरै पानी परिरहेछ, सो म बाहिर खाजा खान त्यति जान मिल्दैन पानी परेको भएर। आज त्यही भएर आज म भित्रै खाजा बनाउँछु, भित्र जे आउँछ त्यही खाजा बनाउँछु, खान्छु, भित्रै म रेस्ट गर्छु, भ्लग बनाउँछु, पढ्छु, मेरो कामहरू गर्छु। बाहिर चाहिँ म त्यति जाँदिनँ आज। अनि म एकजनालाई आलु जति चाहिन्छ त्यति लिन्छु अनि त्यो लिइसकेपछि चाहिँ म राम्रोसँग वास गर्छु अनि त्यसपछि चाहिँ म बोइल गर्छु। हेलो गाइज, अघि नै बनाएको क्रिस्पी फ्रेन्च फ्राई चाहिँ रेडी भइसक्यो। यसको सेप अलि राम्रै बनाऊँ भनेर राम्रै बनाएको थियो होइन। पछि गएपछि चाहिँ मलाई पनि बनाउँदै गर्दा बोर लाग्यो। त्यसपछि यसको सेप त कोही सिलिन्डर टाइपको, कोही कस्तो, कोही यस्तो भयो, वडाबाट के जे पाइदिए बनाइदिएँ मैले। मलाई झ्याउ लाग्यो। तर यसको सेप जे जस्तो भए पनि गाइज एकदम डेलिसियस है। You can try to make at home. घरमा हजुरहरूले पनि बनाउन ट्राई गर्नुहोस्। You can see यस्तो कोही सानो कोही ठुलो हो नि त यसको साइजमा। बाहिर चाहिँ सिमसिम पानी पनि परिरहेछ। अघि न त झन् ठुलो परेको थियो, अहिले चाहिँ हल्का सिमसिम परिरहेछ। यस्तो छ ला, मेरो यो खानेकुरा धेरै कागहरू आइरहेछ। तिनीहरूले पनि दिउँ कि क्या हो है। हरूलाई पनि मैले दिएँ, तर कागहरू पनि अलिकति दिएपछि चाहिँ फेरि यिनीहरूलाई दिनु। मेरो भाग सकिसक्यो।